राप्रपाबाट आश नगर्न पूर्व राजालाई दुर्गा प्रसाईको आग्रह। मेडिकल व्यवसाय दुर्गा प्रसाईले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट आश नगर्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन्। बुधबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले सो कुरा बताएका हुन्। प्रसाईले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेल र महामन्त्री धवल शमशेर राणालाई लक्ष्य गर्दै राजा र हिन्दू राष्ट्रको एजेन्डा छोड्न आग्रह गरे। प्रसाईले भने, तपाईहरू आजदेखि राजा र हिन्दू अधिराज्य भनेर नभन्नुस्, त्यो माग हामीले उठाएको हो। मानसमा दियो बालेर राजालाई सडकमा ल्याउने काम त दुर्गा प्रसाईको अभियानले गरेको हो नि त। त्यो भन्दा अघि राजा त मन्दिरमा मात्रै जानुहुन्थ्यो। हाम्रो अभियान पछि आम जनतामा आउनु भएको हो। आफूले भुइँ मानिसका एजेन्डा बोकेको र त्यो राप्रपाले लिन खोजेको प्रसाईले दाबी गरे। उनले अहिलेको व्यवस्था परिवर्तन हुने दाबी पनि गरेका छन्। व्यवस्था परिवर्तन छिट्टै भने नहुने प्रसाईले बताए। आफूले बोलेको एजेन्डा पूर्व राजा शाहले उठान गर्दै